घर बारी कहीँ बारी जमिन रहेनछ अरे हो र चाहिँ त्यो गरिबले दिएछ अरे यो त अहिले त्यो गरिबले त राजा धर्मै हुन्छ मलाई डोरी बनाएछ अरे लामो लामो बनाएछ अरे मेमे मेमे हजुर एउटा कहानी सुनाइदिनुहोस् न हौ हाम्रो साथीभाइहरूलाई खोइ के कहानी बताइदिनु हो अब त उहिले कहानीहरू छ होला नि मेमेकोमा खोइ छनु त छ तर सबै अब त मेलैले बताउनु पनि एक दुईवटा बिर्सेको जस्तो लाग्छ कि अन्त अलिक भन्नु गाह्रो लाग्छ हौ केही हुँदैन हौ मेमे बुझिहाल्छ नि साथीभाइहरूले अब त्यस्तै हो नि भनिदिनुहोस् न एउटा खोइ के भन्नु र अब त म एउटा भनिदिन्छु नि त ल हुन्छ उहिले नै पहिला भनौँ न उहिले के पहिला अन्त यो गरिबले चाहिँ अब राजा त राजै भइगयो हजुर अन्त गरिबले चाहिँ अब केही छैन त्यो गरिबको चाहिँ हो हजुर गरिबको चाहिँ केही रहेनछ अन्त बस्ने ठाउँ बनाउने घर बारी कहीँ बारी जमिन रहेनछ अरे हो त्यो केटाले चाहिँ अन्त म अब राजाकोमा गएर अलिकति म पनि बस्ने जग्गा जमिन माग्नु जानु पर्यो हो भनेछ अरे त्यो गरिबले हो अन्त त्यहाँदेखि चाहिँ घरमा आएर सल्लाह गरेर लु अब हाम्रो बस्ने ठाउँ पनि छैन अब राजालाई सानो भए पनि एउटा घरेटी जमिन माग्नु जाउँ भनेर चाहिँ सल्लाह भएछ अरे अन्त त्यहाँदेखि चाहिँ लु हुन्छ भनेर चाहिँ राजाकोमा गएछ अरे अन्त राजाकोमा गएर चाहिँ पुग्यो राजाकोमा जमिन माग्नु हो अन्त जाँदा त अन्त राजाकोमा पुगेछ अरे अन्त ए तिमीहरू कहाँ हिँडेको भन्यो अरे राजाले अन्त हजुर हाम्रो त बस्ने जग्गा पनि छैन घर पनि छैन बस्ने जग्गा पनि छैन सरकार अलिकति जमिन माग्नु आएको भनेछ अरे अन्त तँलाई कस्तो जमिन दिनु हौ तँलाई के को जमिन दिनु मैले भनेर कराएछ अरे हो अन्त होइन धर्मै हुन्छ राजा धर्मै हुन्छ मलाई सानो बस्ने जग्गा चाहिँ देऊ भनेछ अरे अन्त राजाको पनि मन खुसी भएछ अरे यसो सोच्दा त अब यस्तो गरिबलाई हो है अलिकति दिँदा त मलाई पनि एउटा धर्मै हुन्छ होला भनेर सोचेछ अरे राजाले पनि सोच्यो नि त अन्त अब यसले कति माग्छ भनेर चाहिँ राजाले चाहिँ तँलाई कति दिनु त हौ भनेछ अरे हो कति दिनु त हौ तँलाई जमिन भनेछ अरे होइन राजा मलाई एकै छाला जति मात्रै देऊ भनेछ अरे एक छाला भनेपछि अब गोरुको छाला अब गोरु काटेर त्यो छाला बनाउँदाखेरि त कति हुन्छ र एक छाला त हो यति त ढाक्छ नि त्यो छाला काटेर ओछ्याउँदा त यति मात्रै ढाक्छ नि हजुर मलाई सरकार मलाई एकै छाला मात्रै यो खुट्टा राख्ने जग्गा देऊ भनेछ अरे अन्त राजाले त खुसी भइगएछ अरे ए साला जमिन माग्नु त आयो साला एक साला भनेर खुसी भएछ अरे राजा त खुसी भएछ अरे अन्त अब एक छाला अब गरिब हो गरिबले दिन्छु म एउटा धर्म पनि पाउँछु यो गरिबले एक छाला नाथे कति हुन्छ र भनेर चाहिँ त्यो गरिबले दिएछ अरे दिएछ अरे लु हुन्छ एक छाला म दिन्छु भनेछ अरे हो अन्त लु अब कहिले नाप्नु एक छाला जमिन चाहिँ अब कहिले नापौँ त भन्दाखेरि चाहिँ सरसल्लाह भएछ अरे अन्त अलिक पछि चाहिँ अनि त्यहाँदेखि चाहिँ अब राजाले एक छाला त दिने भइगयो अन्त त्यसको पाल चाहिँ एउटा गोरु बनाएछ अरे कि गोरु बनाएर चाहिँ छाला चाहिँ सुकाएछ अरे सुकाएछ अरे त अन्त त्यो छाला त सबै यसरी काटेछ अरे रातभरि काटेकै त्यो क्या हो लामो 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 काटेर नचुँडाइकन नि डोरी बनाएछ अरे काटेर डोरी बनाएछ अरे लामो लामो बनाएछ अरे अनि त्यहाँदेखि त त्यो एक छाला डोरी काटिसक्दाखेरि त के थोरै लामो भएन रहेछ अरे नि त हौ अन्त त लु अब
एक छाला गरिबले मागेको छ जग्गा, अब लु फल्न दिन आइजा भनेछ अरे। हजुर हुन्छ भनेछ अरे। अन्त उसको पाल चाहिँ त्यो गोरु मारेर छाला काटेर बाँधिहालेको छ। अन्त त्यो लु आइजा अब नापुङ जिमिन एक छाला लगिहाल अब भनेर चाहिँ बोलाएछ अरे राजाले। राजाले। अन्त त्यसको पाल गएछ अरे त्यो छाला लिएर हो। हजुर छाला लिएर गएछ अरे। लु लु यो छाला अब एक छाला मात्रै तैँले मागेको छस्, अब लु एक छाला जिमिन दियो भन्छ अरे। हुन्छ हजुर भनेछ अरे। हजुर अन्त त्यसको पाल चाहिँ त्यो बोराबाट चाहिँ त्यो छाला झिकेछ अरे हो। हजुर छाला झिकेर चाहिँ अन्त त्यो अब उसको छ नि त अब त्यहाँ साथी, त्यो साथीले चाहिँ लु तानेर लैजा भनेछ अरे। र त्यो डोरी त तान्दै 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 जाँदा त कहाँ पुग्यो त्यो छाला यहाँ टुङ्गिँदैन। पहाड पुग्यो अर्को। कहाँ पुग्यो नि। अन्त त त्यहाँदेखि ठक्कै तान्दा तान्दा अब एउटा संसारै पुगिसक्यो। त्यसको पाल फेरि अन्त यहाँ आयो, आएर फेरि यहाँबाट उतापट्टि नाप्यो। अब फेरि यता नाप्यो हो। यता नाप्दा जाँदा 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 अब त्यो छालाभरि हो। हजुर त्यो छालाभरि नाप्दा त त्यो डोरीभरि नाप्दा त के यता कहाँ पुग्यो यता कहाँ पुग्यो यता कहाँ पुग्यो, चारपट्टि नाप्दा त नि आमामा एउटा संसारै भएछ अरे त्यो गरिबको। त्यो छालाले त संसारै पो नापेछ अरे त्यो गरिबले त। हजुर अन्त त अब राजाले एक छाला मात्रै दिएको छ। अन्त त्यो चारपट्टि नापेर चाहिँ हजुर नापिसक्यो त। लु एक छाला जमिन नापिसक्यो त भन्दा त अब एक छाला दिएको छ राजाले। अब त्यो वचन गएको छ, ठुलो मान्छे एक वचनै हो, दुई वचन गर्नु हुँदैन। अन्त त छक्कै परेछ अरे राजा त। अब के गर्नु, वचनमा एक छाला दिइहालेको छ। हजुर अन्त त छक्कै पर्यो राजा त। आधी संसार त लगी त हाल्यो त्यो गरिबले त। अन्त लु राजा त बोल्नै सकेन। अन्त त्यहाँदेखि चाहिँ लेखापढी गरेर चाहिँ त्यो गरिबलाई राजाले जमिन दिएछ अरे। कर लाग्यो। कर लाग्यो नि दिनु। अब ठुलो मान्छेले त एक बातदेखि दुई बात बोल्नु सक्दैन, शरम हुन्छ। शरम हुन्छ। अन्त त्यसरी दिएछ अरे। अन्त त्यहाँदेखि चाहिँ त्यो गरिबले त के गर्ने, संसारै सोरी गयो हो। त्यही त मान्छेले कथा गर्छ नि, एउटा बुद्धिले चाहिँ संसार किन्छ है भनेर भन्छ नि। तर हो बुद्धि चाहिँ हो त्यस्तो बुद्धि हो, त्यस्तो बुद्धि लायो नि उसले चाहिँ। खतरा गरेछ नि त। खतरा गर्यो, राजालाई तीन छक पार्यो। तीन छक्कै पारे नि। अन्त राजाले त दिनै पर्यो। हजुर त्यहाँदेखि त ऊ त त्यो गरिब त राजासम्म नै भएर खाएछ अरे। हो त्यस्तो एउटा कथा चाहिँ थियो। संसारै बुद्धिले चलाइरहेको छ नि। संसारै बुद्धिले उसले संसार सोर्यो हो एक छालाले। दामी रहेछ मेमे, दामी।